एकीबहादुर थापा नै हो। सभापतिजी, प्रमुख अतिथि केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारीजी, मैले बाटोमा उहाँलाई भने जलन भयो, पुनर्जन्म पाउनुभयो, तपाईलाई मेरो हाम्रो सहानुभूति छ। नेपाली कांग्रेसको निर्धनता देखेर मलाई वाक्क लाग्छ। नचलेको भए पनि, भेन्टिलेटरमा नभएको भए पनि चन्द्र भण्डारी हो। खोइ ताली। 38 सालमा भेटेको उहाँलाई देवराज चालिसेर म फेवातालमा एउटै ढुङ्गामा करुणानिधि धीरबहादुर तारालाको पालाको कुरा हो। यो एउटै ढुङ्गामा चढेको थाहा हुन्छ। आज मेरो शिष्टता दृष्टता भनौँ, चन्द्र भण्डारीजी, गाडी त मेरो पनि छ। आज तपाईसित जान मन छ। तपाई केन्द्रीय सदस्य, म तपाईको सवारी मन्त्री भएर तल जान मन छ। मैले भने होइन एकीजी, त्यसो त होइन, उहाँले जान शिष्टताको। तपाईँ मेरो नेता हो नि भने अलिअलि हो नि जस्तो लाग्छ, तर होइन पनि। क्षमा गर्नुहोस्। यी आदि इत्यादि कुराहरूमा मोबाइल दिनु न, काम गरिदिएर साथीहरूसित मेरो कुरा बाँड्ने होइन। 249 है। कुरा बाँच्न पटक्कै मन छैन। जीवनको यो मोडमा आएर, यो उमेरमा आएर आरोह अवरोह खेपेर 50 वर्षसम्म निरन्तर जेल नै लाठी खाएर, कांग्रेसलाई खूब दिएर, कांग्रेसबाट खूब पाएर एकीबहादुर थापाले अझ दिल दुख्ने कुरा गर्यो भने, अनि आफूले आफैलाई ढाँट्यो भने त्यो शोभनीय हुँदैन। त्यसैले आज टिपोट लिएर आएको छु, लेखेर आएको छु। यो कृषि पर्यटन जलस्रोतको बारेमा बिपीका धारणाहरू बाँधेर कुदेर परिमार्जन गरेर थोरै तयारी गरेर आफै ढिला हुन्छ। म त्यता जान चाहन्न। आज अतीततिर अलिकति फर्कन्छु। यो कास्की जिल्ला त्यस्तो कास्की जिल्ला हो चन्द्रजी। देशमा 4 लाखले हामी हारौँ जनमत सङ्ग्रहमा। बिपी कोइराला छँदै पनि कास्की जिल्लामा 10,000ले जित्यौँ। कम्युनिस्ट एकातिर, पञ्च एकातिर दिनोदिनको दमन। हामी एक डेट चलेन। यो एकीबहादुर थापा त्यति बेला प्रतिबन्धित नेपाली कांग्रेस बहुदल प्रचार प्रसार समितिको महामन्त्री थियो। एक घण्टा थाहा छ। क्षेत्र नम्बर 1 मा बुढाभन्दा बुढा प्रेम नारायण बराल, मिनबहादुर गुरुङ जस्ता नेतालाई निर्घातपूर्वक चुटिन्थ्यो। हामी भोलिपल्ट नेभी सङ्घको दस्ता लिएर गाउँमा परेड खेल्दै त्यसको जवाब दिन्थ्यौँ। मकै खोला र 10,000ले जित्यौँ। आज म त 10,000ले जित्ने कांग्रेस खोज्दैछु। त्यो 10,000 जित्ने कांग्रेस आज लुरो भयो, दुब्लो भयो। त्यसलाई सपार्न पर्यो साथीहरू। अब नजाऊ, त्यो पोइन्ट टेबल नजाऊ, लामो हुन्छ जस्तो लाग्छ। राइटर पनि अलिकति पछि बाँकी छ। मभन्दा अगाडिको वक्ताले 30 मिनट बोल्यो, म 5-7 मिनटमा सेवा हुन्छ, सिद्ध बन्छ। ए भाइ त्यसो नभन न भन्थे। भनेकै हो, पक्का भने। ल 49 हैन, 3 मिनेट भयो। जो कांग्रेस बनाउने रहन्छ। म कोहरो एउटै कुरा गर्छु, हामी सबै मिलेर कास्की जिल्लाको 36 सालको कांग्रेस बनाउने रहन्छ। अनि हामीहरू छिना झपटी तुतुमेको राजनीतिमा लागेका छौँ। किन? वाइ?
अवसर खोजेको जित्ने पार्टी बनाऊ अवसरै अवसर छ। अघि देवी भाइले भन्यो पहिला त्यो एउटा सांसद हुन्थ्यो ताराहाट लडेसी सिद्धि ऊभन्दा सबै होचा म समेत होचो चुप्प लाएर तारा दाइ जिन्दाबाद भन्नु पर्थ्यो। अहिले त सांसद नभए प्रदेश सांसद नभए मेयर नभए उपमेयर नभए गाउँपालिकाको अध्यक्ष त्यो पनि नभए वडा अध्यक्ष गर्नुहोस् त कतिजना छन्। एक लट एक छिमल 2-3 दर्जनमा ल्याइदिनु। फेरि अर्को मलाई लाग्छ यो हलमा भएका हामी सबै हट्छौँ। तर सर्ट के हो भने जित्ने पार्टी बनाऊ। हार्यो भने कहीँका रहिँदैन साथीहरू। मलाई अनुभव छ हारेको जितेको पनि पीडा थाहा छ हारेको पनि अनुभव थाहा छ। तपाईँहरू भन्नु होला सांसदको कुरा गर्यो यसले होइन। सांसदजी यहाँ हुनुहुन्छ कति जानुभयो क्या जनमत सङ्ग्रह हारेको पीडा छ। मलाई झलझली याद छ म नेभी सङ्घको त्यति बेला जल्दो बल्दो नै नेता। मेरो राइस मिल थियो पैसा हुन्थ्यो। जनमत सङ्ग्रह हार्दा दिन चन्द्रजी महादेव गुरुङ लगायत दर्जनौँ मान्छे हामीहरू जम्मा भएर रोयौँ। सोभियु निर्वाचन भयो प्रत्येक हारमा रोयौँ। वीरबहादुर गुरुङको तलामा बसेर म सम्झन्छु भोजबहादुर गुरुङ भाइहरू हामी रातभरि पैसा थिएन खसीको हड्डी खान पनि भैँसीकै सुख खाएर भने पनि हामी रुन्थ्यौँ। त्यो संवेदनशीलता खोइ त्यो कटिबद्धता र प्रतिबद्धता खोइ। म केन्द्रीय सदस्यमा हारेँ सांसदको चुनावमा हारेँ कति पिर लागेन। तर जनमत सङ्ग्रहमा हार्दा सोभियत चुनावमा हार्दा तर धर्म ढाँटेको होइन। म रातभरि रोएँ मेरा साथीहरू रोए माधव जस्तो अलिकति इधर उधर गर्ने मान्छे पनि रोए। त्यो काङ्ग्रेस चाहियो। अब हरे राम हामी कहाँ छौँ। अब तपाईँहरू भन्नुहुन्छ के त निराशा मात्र पोकाल्ने होइन। मलाई भन्नुहोस् सोध्नुहोस् नेताहरू के भन्नुहुन्छ मलाई थाहा छैन। चन्द्रजी सहमत अनि हुनु होला नहोला। यो काङ्ग्रेस सालको रुखो यो ढल्दैन यो मर्दैन। यसको प्राण जान्छ यसको बोक्रा जान्छ तर यसको चुरो मर्दैन। अन्तर्राष्ट्रिय रूपमा सबैले मानेको जानेको मान्यता प्राप्त बिपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद यसको सिद्धान्त हो। राष्ट्रव्यापी रूपमा देशभरिका 600 वटा 703 वटामा यसको सङ्गठन छ। गौरवशाली इतिहास छ यसको। अनि त्यो काङ्ग्रेस कसैले हार्छ कसैले सिद्धिन्छ। नो सिद्धिन्न। म मेरो वर्मले भन्छ 50 वर्षको राजनीतिको अनुभवले भन्छ यो काङ्ग्रेसको भविष्य छ। निराश मात्र नबनाऊ। अहिले सामाजिक सञ्जालको कुरा देवराजी हुनुपर्थ्यो यार बौद्धिक नेता। सामाजिक सञ्जाललाई बिन्ती चन्द्र भण्डारजी गाडीमा पनि मैले भने खेला थिएँ। हे राम अहिले सामाजिक सञ्जालको आँधी लोकप्रियतावादको तुफान आएको छ। आँधी र तुफानले सामाजिक सञ्जालको आँधी लोकप्रियतावादको तुफानले आजको राष्ट्रिय राजनीतिलाई प्रभावित पारेको छ। मानव नमानव हाबी हुन खोज्दैछ। हाम्रोमा मात्रै होइन हजुर अमेरिकाको ट्रम्प भन्नुहोस् भारतको मोदी भन्नुहोस् साना पात्रै सही लघु पात्रै सही लिलिपुटका लघु मानवै सही दुर्गा प्रसाई मूर्खै सही रवि घिमिरे लामिछाने सहकारीको अभियुक्तै सही
केले जन्मायो, यही सामाजिक सञ्जालले केले जन्मायो, यही लोकप्रियतावादले। है र अनि हामी के गर्दैछौँ? सामाजिक सञ्जाल भन्दा टिकटक, फेसबुक, इन्स्टाग्राम, पोडकास्ट, ट्विटर, यो हो। अब यसमा उनीहरूले त गरे हामी के छौँ? यसमा यार 58 मिनेट उनीहरू त गरे। अब हामी के गर्दैछौँ? एक नेताले अर्को नेतालाई, एउटा कार्यकर्ताले अर्को कार्यकर्तालाई हाम्रो पार्टी महान होइन, हाम्रा नेता महान होइन, त्यो पनि खराब, यो पनि खराब, यो हामी गर्दैछौँ। त्यो गर्न भएन। अब चन्द्रजी, अबका दिनमा सामाजिक सञ्जाललाई खेलाची नगर। अब हामीसित 8 लाख छ। साक्षीजी, धेरै कुरा मैले तपाईँको पुष्टि गरेँ, तपाईँले नभएको अब 8 लाख छ। म लेखेर राख्नुला 12 लाख हुन्छ क्रियाशील सदस्य। 12 लाखमा 12 लाखै नसही, 5 लाखै नसही, 2.5 लाखै नसही, 1.5 लाख कार्यकर्तालाई मोबाइल भित्र टिकटक, इन्स्टाग्राम, फेसबुक, पोडकास्ट, फेरि भने ट्विटर मा आफ्ना विचारहरू हस्तक्षेपकारी प्रोभाइड गरौँ, ट्रेनिङ दिउँ, प्रशिक्षण दिउँ। 1.5 लाख कार्यकर्ता त जम्मा गर्न सकिन्छ नि? सकिन्छ। प्रत्येक वडामा 15-20 जना ग्रुप बनाउनु भएको छ। ती 15-20 जनालाई कम्युनिस्टको ले आक्रमण गरेको त डिफेन्स गर, यो त्यसलाई निर्ममतापूर्वक प्रहार गर। मर्दा पर्दा दिने सहानुभूति त ठिकै छ, यो के भन्छ सेल्फी पनि ठिकै छ, तर त्यो काम हामीले गराइसक्नु पर्यो। त्यो काम चन्द्रजी, तपाईँहरू केन्द्रमा हुनुहुन्छ, हैसियत त मेरो पनि जान्छु नि होइन, तर म फसलमा छु। अनि केन्द्रकाले काठमाडौँ आइज भन्छन्, जिल्लाका र क्षेत्रकाले काठमाडौँ जा भन्छन्, भनेकै हो। केन्द्रका नेताले काठमाडौँ आइज भन्छन्, जिल्लाका नेताले जादा भन्छन्। म लट्ठु बुद्धि नभएको वाक विचार छु, मुगलिनमा छु। अब म उता जाने कि यता जाने भन्दा भरे सल्लाह गर्छु उहाँलाई। जब छोड्न नि मन लाग्दैन, धुरीमा पनि जब नचढी चढ्न मन लाग्दैन। पटाउनुहोस् नपटाउनुहोस्, यो मभित्रको कुरा हो। एउटा कुरा, महत्त्वपूर्ण कुरा, यही सामाजिक सञ्जालको आँधी र लोकप्रियतावादीको तुफानलाई पुष्टि गर्छु म। अमेरिकामा ट्रम्प जस्तो मान्छे सामाजिक सञ्जालबाट आउने हो, लोकप्रियतावादबाट आउने हो, आयो उग्र राष्ट्रवादको नारा दिएर। मोदीलाई हामी साधु सन्त भन्छौँ, छन्। भाजपाले हिन्दू राष्ट्रवादको नारा मात्रै होइन, उग्र राष्ट्रवादको नारा यो सामाजिक सञ्जालमा आज मोदी भएको छ, मात्र अमेरिका जस्तो प्रजातान्त्रिक रूपमा। अनि हामी केरा हेरेर बस्ने त्यो हुनुभयो। अघि नै मैले कुशलतापूर्वक गर्न अब हामीले हस्तक्षेप गर्नै पर्यो। अब आत्मनिन्दा यो आत्मनिन्दाको रोगले हामी ग्रसित भयौँ पर्यो। यसबाट हामी मुक्त हुनु पर्यो। खतरनाक भयानक रोग हो, यसले हामीलाई डराउँछ। यो नेता खत्तम, त्यो नेता खत्तम, हाम्रो पार्टी खत्तम। चिया दोकानमा बस्यो, खेत खलिहानमा गयो, गोष्ठीमा गयो, काङ्ग्रेस खत्तम। अनि हामीले नै काङ्ग्रेस खत्तम भनेपछि यो काङ्ग्रेसलाई कसले बचाउने? यो आत्महत्या हो। यो आत्महत्याको रोगबाट हामी जोगिनुपर्छ। होइन भने हामीलाई हराउन अरू चाहिँदैन, हामी नै काफी छौँ।
यी सबै कुरामा ध्यान दियौँ भने इन्द्रको बाउ चन्द्र आए पनि काङ्ग्रेसलाई कसैले हराउन सक्छ। मलाई के रहन्छ थाहा छ? मलाई याद छ तपाईँहरूले 48, 51, 56 जतिखेर तारालाई चुनाव लड्नुहुन्थ्यो धेरै कुरा भन्थे। अन्त्यमा के भन्थ्यो भने पानी फाल्न राजेर ल्याहान त्यही छ। म भन्थेँ त्यति बेला भारतले भन्छ नमस्काराउन सक्छु त्यो बेला म भन्थेँ सबै तपाईँहरू साक्षी हुनुहुन्छ। राजा थिए, संवैधानिक राजतन्त्र थियो, अहिले धम्म दम्ब सांस्वान यति अलिकति थियो गर्नै पर्छ। त्यति राजा थियो, राजाको सैनिक थियो, वीरेन्द्र जस्तो कुट राजा थिए पनि म भन्थेँ। कम्युनिस्टहरूले ढिक्क लगाउँथे, बलतिर काङ्ग्रेसलाई पिटिरहेको हुन्थे, म ओल्तिर हुन्थेँ। सिद्धमा काङ्ग्रेस पिटिन्थ्यो, म दौरालीबाट गर्जन्थेँ। मकेखलामा काङ्ग्रेस पिटिन्थे, म माठनबाट गर्जन्थेँ। सिद्धजुरे सिक्लेसमा काङ्ग्रेस पिटिरहेका हुन्थे, म ह्याङ्जाकोटबाट शङ्ख फुक्थेँ। के भनेर थाहा छ? राजाको घोडा आयो बाटो छोड छोड भने चाहिँ काङ्ग्रेसको बाटो आयो, काङ्ग्रेसको घोडा आयो बाटो छोड छोड भनेर त्यहाँबाट ऐलान गरेर अनि त्यहाँ हामीहरू प्रवेश गर्थ्यौँ। के भने मैले? राजाको घोडा आयो बाटो छोड छोड होइन, अब काङ्ग्रेसको घोडा आयो बाटो छोड छोड भन्ने राजनीति गर्नु पर्यो। केन्द्रमा कोले के भने महासचिव बैठकमा म त दिक्क लाएर बोल्न पनि गएन, नाम बोलाएको थिएँ अरे। त्यति बेला थाहा छ यतापट्टि मैले के अरे त्यहाँ पुष्प मैदान थियो, त्यहीँ गुलाबको फुल सुँगेर हेरेर बसेँ। मलाई दिक्क लाग्यो, वाक्क लाग्यो। कसले के बोल्यो त्यो पत्रिकाबाट पढेँ। ती नेताहरूसित राय बजाउने मेरो पटक्कै मन छैन। कसैलाई